हेलो गाइज, म चाहिँ सुदूरपश्चिम बझाङबाट म गाउँमा छु है। यो पाखातिर होइन, यो पाखो त्यही त। त्यही एउटा हो, बाटो घाटो यस्तै छ यहाँ। त्यही हो, यो चाहिँ तल जङ्गल सबभन्दा माथिको एउटा गाउँ खाली झ्याउ माछा हो होइन। टक्क लाएर रहेछ है। यहाँ चाहिँ एउटा पूजा भदै चाहिँ गल्ली घर हो होइन। यो चाहिँ एउटा नयाँ घर हो। केटाहरूको काँक्रा तोडेर खाँदै सिकरले बिहा होइन होइन। यो पर्छ कि चिसो पानी हुन्छ कि यस्तो भ्याउ छाना। यो हाम्रो छानाहरू गोठ, यो चाहिँ गोठ हो होइन। गोठहरू क्या फाइनल्ली नुहाइयो यस्तो जाडोमा। बाटो बनाएर म धेरै पछि आएको थिएँ। सबै यहाँ यसो हामी चाहिँ अब लास्ट हो आज छुट्टी लाग्यो है। अब हामी जान लाग्यो है। यहाँनिर कोइला खानी छ। अब चाहिँ हामी हाम्रो क्षेत्रको गेटबाट बाहिर निस्किँदैछौँ होइन। गाउँतिरको यात्रा सकियो 6 दिनमा भाइटिकापछि। अब चाहिँ हामी आफ्नो ठाउँलाई एकछिन टाटा बाई गर्दै अब 10 वर्ष 8 वर्ष 6 वर्ष कति वर्षपछि आइन्छ फिर्ता।